गाइज तपाईहरु पनि सबैजना है आफ्नो आफ्नो घरतर्फ लागिसक्नु भयो होला दशहरा मनाउन लागि। अनि हामी पनि भ्याकेसन है मनाउनको लागि चाहिँ लागेको। हामी गान्तोकबाट चाहिँ हामी तुरुकतर्फ लागेको। अनि यो समय भने चाहिँ हामी नामथाङ बाटो आउँदै गर्दा है यहाँनिर क्रसको साइन है यहाँनिर थुप्रो कुराहरू बनाएको रहेछ। तपाईँ देख्न सक्नुहुन्छ यो त नामथाङको बाटो है। अनि यसो रिफ्रेस हुनको लागि हाम्रो बाइक यहाँ छ, ब्याकप्याकहरू सुन राख्यौँ। पानीले बिचमा अलिकति चुडेको जस्तो गरेको थियो तर पनि कोही बात छैन है, पानी छैन यहाँनिर। अनि यहाँनिर हल्का यसो हावा खाँदै हल्का रिफ्रेस हुँदै है तपाईहरु पनि यो बाटो आउनु भयो भने चाहिँ एकदमै रोकेर है फोटोहरू लिन सक्नुहुन्छ। यहाँनिर आमा सिंह योधाको सिंहलाई पछ्याउँदै येशूको सेना बढ्दैछ। यहाँनिर चाहिँ यस्तो लेखेको छ है आइजाया 11 को 6 भर्सलाई लेखेको रहेछ। नामथाङ रातेपानीको अति आदरणीय है हाम्रो यहाँको सञ्जित खरेल सर है, उहाँले चाहिँ एकदमै राम्रो इनिसिएटिभ लिएर एकदमै बाटो बाटोमा यसरी थुप्रो कुराहरू बनाइदिनु भएको छ। हेर्नलाई पनि मजा आउँदो रहेछ है। ट्राभल गर्दै गर्दाखेरि एकदमै प्रोग्रेस धेरै नै गर्नुभएको छ। यहाँदेखि पर हेरौँ भने चाहिँ है तपाईँले कहाँ देख्न सक्नुहुन्छ भन्दाखेरि चाहिँ कालिम्पोङ तपाईँ देख्न सक्नुहुन्छ है। हेलो कालिम्पोङको मान्छेहरू के कसो छ हालखबर है। ल तपाईहरु पनि यो बाटो हिँड्दा चाहिँ यसो इन्जोय गर्नुहोस् है, यहाँनिर हावा खानुहोस्।